12 को रिजल्ट त आयो तर तपाईले आफ्नो रिजल्ट चित्त बुझेको छैन र कुनै पनि विषयमा तपाई रिटोटलिङको लागि अप्लाई गर्न चाहनुहुन्छ यो भिडियो अन्तर्गत म तपाईलाई सबै कुरा सिकाउने छु। भन्दा पहिले राष्ट्रिय परीक्षा बोर्ड अथवा एनईबी भनेर सर्च गर्न सक्नुहुन्छ। एनईबी लेखेर सर्च गरेपछि राष्ट्रिय परीक्षा बोर्डको वेब खुल्छ। त्यसमा क्लिक गर्नुस्। तीनवटा लाइन देख्नुहुनेछ। तीनवटा लाइनमा क्लिक गर्नु होला र यहाँनेर गृह पृष्ठ हाम्रो बारेमा भनेर विभिन्न अप्सन छ। तपाईले यहाँनेर एउटा अप्सन देख्नुहुनेछ रिटोटलिङ भन्ने। सो त्यसमा तपाईले क्लिक गर्नु होला। मैले आफ्नो सिम्बल नम्बर र डेट अफ बर्थ राख्नुपर्ने छ। म एकजना साथीको राखेर देखाउँदै छु। त्यो राखिसकेको छु। म सर्चमा क्लिक गर्छु। सर्चमा क्लिक गर्ने बित्तिकै है सब्जेक्ट देखाउँछ, अमाउन्ट देखाउँछ। अब तपाई कुन विषयमा चाहिँ गर्न चाहनुहुन्छ त्यसमा क्लिक गर्नु। जस्तै मलाई मानौ मलाई छ भने कम्प्युटर साइन्स इंग्लिशमा टिक लगाउँछु अथवा त्यो भन्दा बढी छ भने जस्तै अकाउन्टिङमा छ भने अकाउन्टिङमा लगाउँछु। त्यसपछि तपाईले तलपट्टि पेमेन्ट अप्सनहरु देख्नुहुनेछ। प्ले सेवा, पे युजिङ कनेक्ट आइपीएस, पे युजिङ खल्ती भनेर तीनवटा अप्सन दिएको छ। कुनै एउटा चुज गर्न सक्नुहुन्छ। जस्ट म युजिङ ई सेवातिर जान्छु। ई सेवामा गइसकेपछि तपाईको ई सेवाको डिटेल खोज्छ। तपाईको एमाउन्टहरु सबै देखाउँछ। आफ्नो ई सेवा आइडी राख्नुस्, पासवर्ड राख्नुस्, लगइन गर्नुस् र त्यहाँबाट तपाईले पे गर्न सक्नुहुन्छ र त्यसपछि तपाईलाई कन्फर्मेसन आउँछ। स्क्रिनशट गरेर राख्नुस्। त्यसपछि तपाईको रिटोटलिङको फर्म सबमिट हुनेछ। रिटोटलिङ कहिलेसम्म दिन पाइन्छ, रिएक्जाम सम्बन्धी के व्यवस्था छ बुझ्न चाहनुहुन्छ भने यहाँ तल स्क्रिनमा देखाएको भिडियो तपाईले अनिवार्य रूपमा हेर्नु होला।